हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल हो। आज चाहिँ फेरि हामी घुम्दै होइन बाउ छोरी घुम्दै आज फेरि बाउ छोरी घुम्दै हिँडिरहेको छ। जब लाग्यो फेरि त्यस्तो के रियाक्सन केही बोल्नु छैन, केही भन्नु छैन। मैले बोल्न सुरु गरेँ भन्दाखेरि के हुन्छ बोल्नु हुँदैन। के हुन्छ भन्नु त? बाढी आउँछ, पहिरो जान्छ, भूकम्प जान्छ। हो र गर्मी कस्तो छ? के गर्मी चाहिँ गर्मीलाई नै सोध्नु भएन। गर्मी कस्तो छ त्यही भएर गर्मीलाई नै सोध्नु पऱ्यो। पहन आएको छिटो हिँडेको यस्तो छ। अनि आउँछ नि अन्त मान्छेले गर्छ त, मान्छेलाई भएर मन पर्छ। मान्छे नभए ठाउँ त अब त्यही त हो नि, मान्छे नभएको ठाउँ। मतलब कस्तो ज्याउ लाग्यो त? शीतल छैन? शीतल यहाँ छ होला, शीतल के थियो हेर न। ढोका खुल्ला छ छैन? रोशन दादा र म भएर हिँड्दा के अरे त नि आएर आएर दादाले भिडियो बनाइदिनु भएको मेरो। कस्तो भिडियो? कस्तो भिडियो? सो के होइन, यसो इन्स्टामा अपलोड गर्नु गऱ्यो त अपलोड? होइन, एउटा चाहिँ गरेकै हो, अरू भ्युज नै आयो? खतै आयो नि। कति त्यस्तो धेरै होइन, कति त? गयो होला 1.9 कति कति के। यो 1.9 के गएको? धेरै नै गएछ त। हजुर के भएछ? गर्मी भएन झन् हिँडेको होइन? गर्मी भयो पानी भने पनि घटाउनु पर्यो भने
यहाँभन्दा अगाडि चाहिँ नानीले बनाइरहेको थियो अब चाहिँ छोरी बोल्छ फेरि बोल्नु भन्नु पनि के होइन मलाई पनि यो मन्दिरको बारेमा धेरै त थाहा छैन यहाँ आइरहने भए पनि तर यो चाहिँ हाम्रो एरियामा भएको चाहिँ एउटा मात्र मन्दिर चाहिँ हो कि यहाँनिर भएको चाहिँ अनि यहाँनिर अब केही भइहाल्यो भने यहीँ आउनुहुन्छ पूजा गर्न आउनुहुन्छ यहाँ बिर पनि हुन्छ कि हो मैले एकचोटि देखेको थिएँ धेरै जस्तो चाहिँ हाम्रो जुन नेवार समुदायकोहरू हुन्छ उहाँहरूको चाहिँ के भइरहने रहेछ भित्र मन्दिर पनि रहेछ होइन भित्र मन्दिर पनि छ मन्दिर पनि राम्रो रहेछ कोही चाहिँ यतै नजिकैबाट हुनुहुन्छ भने चाहिँ यहाँ यसो बिहान दिउँसो बेलुका जतिखेर भए पनि आउँदा हुन्छ एकदम शान्त र पिसफुल खालको इन्भाइरोमेन्ट चाहिँ छ क्या अनि धेरै हजुर देख्न सक्नुहुन्छ यता पनि छ यताबाट चाहिँ खासमा हाम्रो यो भ्यू देख्नुपर्ने हो तर यो रुखहरू टिकिले छेकेको छ क्या नत्र भने राम्रो देख्छ देखिन्छ कि छेउमा तर देख्न नि देखिन्छ आउनु म देखाउँछु थोरै यो चाहिँ हो यो यहाँबाट चाहिँ देखिने हो हजुरहरूले देख्न त सक्नुहुन्छ तर रुखहरूले चाहिँ छेकिरहेको छ रुखहरूले चाहिँ छेकिरहेको छ नत्र भने देख्न चाहिँ देख्छ अनि एकदम ठुलो मन्दिर भन्ने सोच्नु भएको छ भने चाहिँ ठुलो त म भन्दिनँ तर टिकाको चाहिँ छ जुस हजुरको कुनै सानो केही अब त्यस्तो पूजा गर्ने केही कार्यक्रम केही छ भने चाहिँ हजुरहरूले यहाँ मजाले गर्न चाहिँ सक्नुहुन्छ अनि त्यति नै हो मलाई पनि थाहा भएको तलतिर जाने तल कस्तो छ तलको बाटो हजुरहरू जतिले पनि बरु सानो एक्सर्साइजहरू गर्नु मन छ भने चाहिँ साँच्चै भनेको फर्स्टमै हजुरहरू बिहान बेलुका यही सिँढी चढ्दा नै हुन्छ कुन सिँढी चढ्नुलाई यही तल ठाडै हो ठाडै हो हुँदैछ खै झरेर टन्नै रहेछ त उतासम्म देखिन्छ त्यहाँ तलसम्म हो त्यहाँ तल चाहिँ गेट छ होइन यो चाहिँ ठिक छ बिस्तारी हजुरहरूले एकदम मस्त हुन्छ यो जति पनि भयो अब बन्द गरिदिनु मेरो पालि अब ल त्यो सिँढी चाहिँ यही नै हो अब हजुरहरूलाई चाहिँ इभिनिङ वाक मर्निङ वाकको लागि चाहिँ एकदम राम्रो हुन्छ नजिकैबाट हुनुहुन्छ भने त हजुरहरूलाई थाहा नै होला मैले भनिरहनु पर्दैन र कोहीलाई आउन इच्छुक हुनुहुन्छ भने चाहिँ हजुरहरू आएर एकदम राम्रोसँग घुमफिर गर्न सक्नुहुन्छ यहाँको चाहिँ के छ भन्दा मन्दिर पनि भयो एउटा कुरा अर्को चाहिँ एकदम हरियाली छ कि यहाँ कस्तो आउने बित्तिकै एकदम फ्रेस फिल चाहिँ सबैजनाले गर्न सक्नुहुन्छ यो चाहिँ एउटा बाबु तिमी त खतरा हाँस्यौ त नि कस्तो क्युट बाबु छ हाम्रो राम्रो रहेछ बाबु आन्टी यहाँ तल चाहिँ म हजुरहरूलाई गएर देखाउँछु अब टाटा बाई बाई म उता चाहिँ हजुरहरूलाई अहिले पछि देखाउँछु मैले अघि भनेको थिएँ त यहाँ तल चाहिँ सबैजना धेरै जस्तो बस्नुहुन्छ यहाँ चाहिँ इभिनिङ टाइममा चाहिँ यहाँनिर कति धेरैजना आउनुहुन्छ प्रायः जस्तो राति राति आउनुहुन्छ एकदम खुल्ला छ यता चाहिँ गुम्बा
यो चाहिँ यहाँको सानो गुम्बा हो, मान्छेहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँ पनि मूर्ति छ एउटा। यो चाहिँ मन्दिर गएर यता जाने के देखाऊ त यहाँबाट त्यो बाटो ऊ अगाडि गेटमा अनि अनि अरे किन त्यस्तो लाग्यो त अगाडि निक्लिने जान्छ कता ल अब चाहिँ बोल्दैन खास के भयो त अब के इन्डिङ गर्ने हो र भिडियो नयाँ भिडियोलाई चाहिँ भर्खर हालेको खोलेको युट्युब च्यानललाई के भन्छ खै मलाई त थाहै छैन मैले बिर्सेँ खै माई फ्यामिली के यस्तो के थियो च्यानललाई के भन्छ अब सब्सक्राइब अब हुन चाहिँ यो मेरो युट्युब च्यानल होइन हजुरको हो त्यही भएर सबैजनाले चाहिँ मलाई सपोर्ट गरिदिनु होला च्यानललाई लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सकेसम्म सेयर गरिदिनुहोस् किनभने चाहिँ अब यस्तै हो यस्तै सानसानो प्रोग्रेसबाट त बल अघि बढ्ने छ नि त्यही भएर लेट्स सपोर्ट इच अदर अब एकअर्काले सपोर्ट गर्दा चाहिँ हामी अगाडि बढाउला र आज चाहिँ यो हाम्रो जस्ट लोकल एउटा ठाउँको भिडियो भयो जुन हामीले अब जस्ट वाकको लागि मात्र आएको अब पछि चाहिँ अब यो च्यानलमा अरू पनि भिडियोहरू देख्न सक्नुहुन्छ ल बाई बाई